घुम्न जाने पार्टीहरू यति धेरै सामान छ हाम्रो चाहिँ। म चाहिँ यतातिर हाम्रो चाहिँ सामानहरू यतितिर छ। खानेकुरा कति धेरै हो। ओइ दिदीहरू चाहिँ उसमा गेटमा आइपुग्यो रे। ल ठिक छ त्यसो भए। लकी ताडो छोरा मान्छे छ अरे बिचरा ड्राइभरले छैन भन्दै आउनुभयो। ओ आइसकेछ। अर्को दिदीहरू पनि आउँदै हुनुहुन्छ। आइयो आज हामी चाहिँ यस्तो बवाल स्विमिङ खेल्न जाने होइन त है। हामी स्विमिङ खेल्न जाने होइन त आजको दिन। ल है गाइस यस्तो बवाल आउँछ कि। ल तब उता कुनाबाट आयो हुन्थ्यो त। के तपाईँ सानो पऱ्यो भयो काम कुरा के गरेको है फेरि भिडियो पुरा त्यस काम कुरा भन्दै। काम कुरा त बनाउनै पर्यो नि। यहाँ अहिले कहाँ के हुन्छ भन्ने कुरा त। अब खाना पनि रेडी भइसक्यो होइन त दिदी। हामी आएर पनि खाना पनि पकाएर पनि रेडी भइसक्यो गाइस। अब खाना मात्रै बाँकी पार्ने मान्छे चाहिँ बबाल सम्झना। कतिको एकदम फिलिङ आइरहेछ कि छैन यहाँ। रमाइलो दिदी खाना बार्ने। अब खाने गाइस हामी चाहिँ पौडी खेल्न जाने ग्रुप। अर्कै छिराउनु ओइ चाबी लगायो चुम पत्ती बोलेको छैन कि लोक लागेको छैन। चुम ओइ दिदी आउनु। अब हामी चाहिँ पौडी खेल्न जाने। पौडी खेल्न बिजी पौडी खेल्न जाने गाइस। पौडी खेल्न हिँडेर गाइस। पौडी खेल्न छिटो खोल भनेको पानीमा डुबोगेर भन्नु त। त्यो एकाउन्ट के कति भने एकाउन्ट बनाइदियो। नि हाम्रो पाल हेरियो कस्तो राम्रो देखेको आइपुग्यो। आम्मा यस्तो दामी रहेछ त। दामी खोल्यो त। कस्तो डर पनि लाग्यो हामीहरू। मान्छे यहाँ त फेरि चिसो रहेछ नि त है। पौडी खेल्न जाने हामी स्विमिङ चप्पल छैन खुट्टामा। चप्पल चाहिँ छैन कसैको के भन्छ का। चप्पल छैन सम्झना जुत्ता लगाएर आएछ। हामी चाहिँ चप्पल छैन। अनि फेरि यसबाट मान्छे त टन्नै रहेछ त। अनि मान्छे टन्नै छ। स्विपिङ गाइस। यो भित्र यही हो स्क्यान पनि गर्नु। आम्मा ओइ गयो भने तलतिर 7 जना हो। छिटो गर्नु है टाइम छैन 20 मिनेट मात्रै छ। ल आम्मा यस्तो पो रहेछ स्विपिङ हो। अब भिडियो गर्दा ठिक हुन्छ होला के। आमा आउँछ यस्तोमा डुब्यो भने डुबे म त डर लाग्छ हो। ल गाइस अब हामी चाहिँ पौडी खेल्ने सबैजना होइन। तर एकदम के भन्छ अरे एकदम समय चाहिँ छोटो छ के। तर पनि हामी बिहान पनि आइन्छ अहिले पनि। आम्मा ल डुबन ओइ जाने डुबम ल जाउँ। ओइ पानी पस्ने हो कि भिडियो बनाउने हो। त्यो राम्रो
भिडियो बनाउने रे म त गएँ है कति डर लाग्दो हो पानी देखेर त डर पो लाग्यो मलाई त दिदी जाउँ न तपाईँ र म मुनि समय छैन रे मार्छै हाले समय छैन भनिरहेछ अनि मैले गरिरहेको छ मजाको आउनु यता साथीहरूको पारा लु लस्तै जाडो निसिनु है अब त जाउँ भोलि बिहान चाहिँ आउनुपर्छ सक्यो गाई छिटो आउनु न अन्तर अन्तर भनेको नि त ओ छिटो आउनु न जाडो भइसक्यो तिम्रो चाहिँ त्यो सक्यो सक्यो ल गरेको छैन आउनु न छिटो जाऊ जाऊ त यता हेर यता यता यतिकै गरे साथी मिलेर तल तल जाने लुगा हो कि नलगो भनेको मान्दैन एउटा फोटो चाहिँ खिचिन त पानी दिदी आउनुभयो अघि हामीले चाउचाउ र के पो खायो अन्डा चाउमिन के पो खायो अहिले चाहिँ यो कहाँ बस्ने भनेको म म यही छेउमा बस्छु ल बना 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 यता हेर रानो खेलेको पानी खेलेको जस्तो गर एकचोटि घुमेको भिडियो हो त्यसो गर्दा कस्तो राम्रो रहेछ यस्तो यस्तो गर ओनरमा आउँछ कि पानी पानी ओनरमा आउँछ कि एकचोटि घुमाउने हामी एक राउन्ड ल है दिदी ल 25 मिनट 25 सेकेन्डको भयो ल अब त घुम्न पनि सकियो होइन घुमेर पनि सकियो अब रुमतिर हामी चाहिँ ओइ मायालु कतिको राम्रो भयो त घुम्ने धेरै रमाइलो भयो अब हामी त कहिले पनि भेट हुँदैन होला है हुन्छ काठमाडौँमा आयो भने नेपाल आएपछि भेट हुन्छ भेट हुनुपर्छ साह्रै इन्जोय भयो पौडी खेल्न चाहिँ नआएर घाँटी साटी मान्छेलाई निचारेर फ्याल्ने जस्तो गरेको थिएँ अब रुम जाँदै हो गाइस हामी चाहिँ सकियो अब हाम्रो घुमघाम लास्ट नै भन्नुपर्छ है कहिले कस्तो इन्जोय पनि गर्नुपर्छ के हो कि घुम्नु पनि पर्छ धेरै काम मात्रै गरेर पैसा मात्रै जगाउने होइन मलाई चाहिँ त्यस्तो लाग्छ गाइस तपाईँहरू चाहिँ कस्तो लाग्छ है जिन्दगीमा हरेस चरेस खानु हरेस नखानु भन्छ नि हो त्यस्तै हो कि मायालु होइन पैसा भन्ने कुरा नि जति कमाए पनि पुग्दैन ओइ हामीले कति पैसा कमायो यहाँ भन्नु त यत्रो वर्षमा हिसाब गरेको छैन है हामीले यत्रो वर्षमा कति पैसा कमायो त आमा हिसाब गरेर पनि साथी छैन है साथीहरू कसम भने त्यही भएर पैसा कमाउने मात्रै होइन क्या कहिले कसो त रमाइलो पनि गर्नुपर्छ घुम्न पनि पर्छ घुम्यो भने ठाउँहरू चिनिन्छ होइन मान्छेहरू चिनिन्छ हुन त यो विदेशको ठाउँमा मान्छे चिनेर त काम छैन 3 भागमा 1 भाग राम्रो हुन्छ 2 भाग त नराम्रै हुन्छ क्या त्यस्तो लाग्छ मलाई चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो छ होइन हावापानी राम्रो छ मलाई चाहिँ धेरै मनपर्छ मान्छेहरूको सोच नराम्रो हाम्रो कस्तो हुन्छ भाइ मान्छेहरू यहाँ मजाले कम्पनीमा काम गर्न पाइन्छ
बेलुका आफ्नो रुममा आएर टक्क लगाएर आफ्नो घरमा जस्तै बस्न पाइन्छ। अनि यस्तो ठाउँ कहीँ पाइन्छ त? मलाई चाहिँ एकदम राम्रो लाग्छ। अरूलाई कस्तो लाग्छ थाहा छैन।